हेलो साथीहरू नमस्कार। आज हामी जर्मन ल्याङ्ग्वेजको 100वटा सिम्पल सेन्टेन्सहरू पढ्न गइरहेका छौँ। यिनी कस्ता सेन्टेन्स हुन् भन्ने कुरा पहिला जानौँ। यिनीहरू तपाईँले खाना पकाउँदाखेरि, खाना खाँदाखेरि युज हुने, किचनहरूमा युज हुने सेन्टेन्सहरू हुन्। मेरो सेन्टेन्स डेली युजमा आउने सेन्टेन्सहरू छन्, जसले गर्दा तपाईँलाई 10-15 चोटि सुन्नुभयो भने आफै काम गर्दाखेरि आफै याद हुन्छ। काम गर्दाखेरि सुन्न मिल्नेवाला हो। त्यही भएर काम गर्दाखेरि प्लिज यति सुन्नु भएको छ भने काम गर्दाखेरि, खाना पकाउँदाखेरि तपाईँले इयरफोन लाएर सुन्नु होला। मैले नेपाली यहाँ उच्चारण गर्ने भएर तपाईँलाई अलिक सजिलो हुन्छ है। ल पछि एक दुईवटा मिनिङ चाहिँ हल्का मिस्टेक हुनसक्छ, त्यसलाई म फेरि सच्याउने कोसिस गर्छु। ल लेट्स गो है, हामी स्टार्ट गर्न गइरहेको छौँ। इज एस बोर्ड। इज एस ब्रोथ भनेको म ब्रेड खान्छु। इज एस ब्रोथ भनेको ब्रोथलाई चाहिँ रोटी भनेर घोक्दाखेरि राम्रो हुन्छ है। इज एस ब्रोथ, ब्रोथ भनेको रोटी है। इज एस ब्रोथ भनेको म रोटी खान्छु। इज एस ब्रोथ भनेको म रोटी खान्छु। इज ड्रिङ्क वाटर भनेको म पानी पिउँछु। इज ड्रिङ्क वाटर भनेको म पानी पिउँछु। इज ड्रिङ्क वाटर भनेको म पानी पिउँछु। इज काउफ मिल्च भनेको म दुध किन्छु। इज काउफ मिल्च भनेको म दुध किन्छु। इज काउफ मिल्च भनेको म दुध किन्छु। वी एसेन राइस भनेको हामी चामल खान्छौँ। वी एसेन राइस भनेको हामी चामल खान्छौँ। वी एसेन राइस भनेको हामी चामल खान्छौँ। एर ड्रिङ्क टी भनेको ऊ चिया पिउँछ। एर ड्रिङ्क टी भनेको ऊ चिया पिउँछ। जी इस्ट आइनन एप्पल। जी इस्ट आइनन एप्पल, ऊ एउटा स्याउ खान्छ। जी इस्ट आइनन एप्पल, ऊ एउटा स्याउ खान्छ। ऊ स्याउ खान्छ भन्न पनि मिल्छ, एउटा भने पनि हुन्छ है। जी इस्ट आइनन एप्पल भनेको ऊ एउटा स्याउ खान्छ। इज माग बनाना, मलाई किरा मन पर्छ। इज माग बनाना, इज माग बनाना, मलाई किरा मन पर्छ। दास इस्ट दास आई इस्ट फ्राइज भनेको अन्डा ताजा छ। दास आई इस्ट फ्राइज कसैले फ्राइज भन्दाखेरि यो फ्राई गरेको सम्झिन्छ। यो फ्राइज भनेको ताजा हो है। फरिज भने पनि हुन्छ, फ्राइज भने पनि हुन्छ। फरिज भनौँ है। दास आई इस्ट फ्राइज। डी टोमाटो इस्ट रुट। डी टोमाटो इस्ट रुट भनेको टमाटर रातो छ। गोलबेरा के छ, रातो छ। डी टमाटो इस्ट रुट भनेको टमाटर रातो छ। डी टमाटो इस्ट रुट भनेको टमाटर रातो छ। डी कार्टोफल इन जिन्द बिलिङ भनेको आलु सस्तो छ। काटोफल डी काटोफलिन रहेछ, काटोफल पनि मात्र पनि हुन्छ है। काटोफलिन जिन्द बिलिङ भनेको आलु सस्तो छ। डी काटोफलिन जिन्द बिलिङ भनेको आलु सस्तो छ। इज ब्राउख चुकर। इज ब्राउख चुकर भनेको मलाई चिनी चाहिन्छ। 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 वी हाभ जाल्च भनेको हामीसँग नुन छ। वी हाभ जाल्च भनेको हामीसँग नुन छ। वी हाभ जाल्च भनेको हामीसँग नुन छ। एर काउफ ओइल। एर काउफट ओइल भनेको उसले तेल किन्छ। एर काउफट ओइल भनेको उसले तेल किन्छ। जी कोक्स गेम्युज भनेको
उसले तरकारी पकाउँछे। जी कोक्स गेम्यूज भनेको उसले तरकारी पकाउँछे। जी कोक्स गेम्यूज भनेको उसले तरकारी पकाउँछे। इज एस ग्रेन फिस। इज एस गेरन फिस। इज एस गेरन फिस भनेको उसलाई एस भनेको खाना भइहाल्यो, गेरन भनेको मन पर्नु, फिस भनेको माछा, उसलाई माछा खान मन पर्छ। इज एस ग्रेन फिस भनेको ऊ भन्ना छ मलाई इज एस ग्रेन फिस भनेको म माछा खान मन पराउँछु, मलाई माछा खान मन पर्छ भन्यो भने इज एस ग्रेन फिस। अनि माइनर एस ग्रेन फिस भन्दा पनि मिल्छ है फेरि। ल दास फ्लाइज स्टोर। दास फ्लाइज स्टोर भनेको मासु महँगो छ। दास फ्लाइज स्टोर भनेको मासु महँगो छ। दास फ्लाइज स्टोर भनेको मासु महँगो छ। टोर भनेको मासु महँगो छ। अनि पछि हुई ड्रिङ्कन जाल्फ भनेको हामी जुस पिउँछौँ। हुई ड्रिङ्कन जाल्फ भनेको हामी जुस पिउँछौँ। हुई ड्रिङ्कन जाल्फ भने जाल्फ भनेको जाल्फ मेरो अलि उच्चारण राम्रो भने जस्तो छ, त्यही पनि तपाईँले बुझ्नुहुन्छ है। हुई ड्रिङ्कन जाल्फ भनेको हामी जुस पिउँछौँ। इज एस कास। इज एस कास। इज एस कास भनेको हामी चिज खान्छौँ। इज एस कास भनेको हामी चिज खान्छौँ। डी बुटर इस्ट इम कुसराङ्क। डी बुटर इस्ट इम कुसराङ्क भनेको बटर फ्रिजमा छ। डी बुटर इस्ट इम कुसराङ्क भनेको बटर फ्रिजमा छ। एयर सनाइट डी चुइबल। एयर सनाइट डी चुइबल। एयर सनाइट डी चुइबल। सनाइट भनेको काट्नु, डी चुइबल भनेको प्याज। चुइबल भनेको के प्याज है। चुइबल भनेको प्याज। एयर सनाइट डी चुइबल भनेको उसले प्याज काट्छ। एयर अनि एयरको ठाउँमा के हुन्छ इज भने मामा इज सनाइट त हुन्न। सनाइट डी चुइबल भन्दाखेरि म प्याज काट्छु, म के गर्छु प्याज काट्छु हुन्छ। इज कोख काटो फल। इज कोख काटो फल भनेको म आलु पकाउँछु। इज कोख काटो फलिन रहेछ। इज कोख काटो फलिन भनेको म आलु पकाउँछु। इज कोख काटो फलिन भनेको म आलु पकाउँछु। तपाईँले काटो फल भनेको पनि सुन्नुहुन्छ, यो पनि राइट हो है। मलाई जी काउफ्ट अनि कारोटन। जी काउफ्ट कारोटन भनेको म गाजर किन्छु। जी काउफ्ट कारोटन भनेको म गाजर किन्छु। वी एसन सलाद भनेको हामी सलाद खान्छौँ। वी एसन सलाद भनेको हामी सलाद खान्छौँ। इस ड्रिङ्क कफी भनेको म कफी पिउँछु। इस ड्रिङ्क कफी भनेको म कफी पिउँछु। डी बनाना इस्ट गेल्भ। डी बनाना इस्ट गेल्भ भनेको केरा पहेँलो छ। डी बनाना इस्ट गेल्भ भनेको केरा पहेँलो छ। डी बनाना इस्ट गेल्भ भनेको केरा पहेँलो छ। डी बनाना एल भनेको केरा पहेँलो छ। हाम्रो भेइए जस्तो छ। मैले 100वटा भन्थेँ, 25वटा मात्रै यहाँ रहेछ, मिस्टेक भएछ है। 25वटा कता गएछ भने म सेभ गरेको थिएँ। ल आजलाई यति गरौँ, फेरि भोलि अर्को हाल्छौँ। ल भोलिको चाहिँ अलि लामो 1 घन्टाको हुन्छ है। ल तपाईँको साथ र सङ्गतहरूको आवश्यक छ। ल गुड लक। ल
लाइक, सेयर, सब्सक्राइब, डन।